बाबु नानीहरू पहिला हामी लोन लिखाको गफ सुनौँ अनि एसआईको फन्ने कमेन्ट पढौँ ल। अलिकति एक दिन हतार गरे क्या, कमसेकम आइतबार लगेर भोलि लगेर मुद्दा दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी ल्याएर वैधानिक तरिकाले पक्रेको थियो भने राम्रो हुन्थ्यो क्या। अप्पर झट जुन यो के भन्छ नि इमर्जेन्सी पक्राउ पुर्जी के भन्छ अरे त्यसलाई? यो भन्छ ल सुरु गरौँ। भाइयो अनि कसले समाउँछ? कम्ता स्पिड कुद्छ। यस्तो बकवास दयाले जाड खाएको तालमा पनि त्यस्तो कुराहरू बोलेर हिँड्दैन। एक दिन अगाडि नै हामी खुसी हुन नपाउने भने। ए दाजु रवि लगेको समय ठिक थियो त? बात गर्दा हे चित्त नबुझ्ने मान्छे त धेरै छ नि, सबैले चित्त कहाँ बुझाउन सकिन्छ र? बात त सही है। गलत खैले पो भनेको छु र तिमीहरू पो फलो गर्दैन त मलाई।